यहाँ चाहिँ तेल हाल्नुपर्ने हुन्छ हाम्रो गुफा पोखरीसम्मको यात्रामा एकदम अब यहाँ चाहिँ तेल हालेर जानुपर्ने हुन्छ। यस्तै छ। तेल हाल्ने केटाहरू अगाडि छन्, हामी पछाडि। यहाँ यस्तै छ। तेल हालिसक्नु आँटेको है। 1500 को तेल, 1500 को तेल हाल्यो। अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ। हामी लागेको अब बाटो गुफा पोखरीसम्मको यात्रामा। मस्त घाम लागेको छ, मौसम एकदम क्लियर होला है। छोटा छोटा भिडियो आउँदैछ। बाटो खत्म छ। अब बाटो खत्म आयो। सोलिङ निकै एक्सर्साइज पनि यहाँनिर। यस्तो छ है बाटो खत्म। बाटो यो के मन्दिर हो? काठीवारा होइन, के मन्दिर हो? मन्दिर छ यहाँनिर। मन्दिर छ गोपालजी। बाटो त अब यस्तै हो, जाडो हुने रहेछ। सिकाउने भएछ तर यो सोलिङ बाटोले त मार्ने रहेछ। कस्तो भाइ साहब, सोलिङले त दिमाग पो हल्लिँदो रहेछ। आइपुग्न त्यो गुफा पोखरी लाग्यो। यो कतिचोटि त्यो पारि देखेको 3टा जुरो चाहिँ त्यसलाई चाहिँ 3 जुरे भन्छ। हाम्रो त्यो भन्छ गुराँसको राजधानी भन्ने ठाउँ त्यहीँनेरि हो। ह्यान्डसम ह्यान्डसम केटाहरू छन्, 2जना राइडर छन् यहाँनिर। टक्क घुम्दै 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 आइयो। सो एकदम घुम्नको लागि चाहिँ एकदम दामी ठाउँ छ। बवाल खतरा ठाउँ छ। माथि पिकनिक हुँदैछ जस्तो छ। पिङ छ, तिहार सकियो, रमाइलो चल्दैछ, गीत बजाएर हान्दैछन् ल। यस्तै छ। अब यहाँदेखि लाग्नुपर्ने हुन्छ बिस्तारै बिस्तारै। ढिलो पर्छ त 12:30 भयो। 12:30 2 बजे भित्र पुगिन्छ। एकदम खतरनाक ठाउँ आएमा। कता चिसो हुन थाल्छ। यहाँ पहिला हिउँ लाग्थ्यो यार पुरै चौरीमा। आएको थिइस् त? के आएको थिइस् पो? हिउँ खिरेर गएको होइन। सब थियो यत्रा म थिइनँ। यिनीहरूले स्कुटी ल्याउँदा गुफा पोखरी आउँदाखेरि यो जिरीको ठाडोबाट चाहिँ यहाँ थोरै समस्या रहेछ। बिजोकले यहाँनिर आउँदो रहेछ। तल चाहिँ फेरि एकदम सोलिङ गरेर एकदम बवाल दामी बनाएको रहेछ। सोलिङ पनि यहाँ बवाल गरिरहेको रहेछ, राम्रो गरिरहेछ। यस्तो यहाँ माथि चाहिँ कच्ची रहेछ क्या। अब चाहिँ फेरि
हिँड्नु परिगयो नि ठुलो मोटो मान्छे यार हिँड्नै नसक्ने मान्छेलाई हिँड्नु परेपछि त गाह्रो भयो हिँड्नु सक्नु परेन आउनलाई यस्तो छ बाटो गाह्रो रहेछ यस्तै छ बाटो अप्ठ्यारो रहेछ भरे माथि भोलि माथि कस्तो छ अब हेर्दै जाउँला थोरै हिँडिहाल्यो नि केटाहरूले अहिलेसम्म नहिँडेको मान्छेलाई यार चिसोले गर हो गाडीले नतानेको लाग्दैन उता पछाडि अलिक टाइट गर न ब्रेक यो पनि तान्दैन यो गाडी पनि यो पनि तान्दैन अनि हिँड्दै जानु होला यहाँलाई यस्तै हो बाटो त अब स्टार्ट भइसक्यो यस्तै लाँदैछ यस्तो रहेछ नि त बाटो त हल्का कच्ची लैजा ए निबरीलाई यस्तै मात्रै कुदाउँछौ गाडी झन्डै झारो हो यसले कुदेकै तान्दैनको यो ठाउँमा चाहिँ हुस्से नै आइसकेको छ यार यस्तो छ बाटो अब गाडी निकाल्नु पर्ने हुन्छ यहाँबाट गाडी कुदाउनै जान्नु छोड्यौ कि यतिकोमा पनि के गरेको हो लो गयो अब जानुपर्ने हुन्छ ल यति नै अहिलेलाई अब बबाल ठाउँमा आइयो कि सिन हेरौँ न गाइज यार खतरनाक छ यस्तो बबाल छ कि एकचोटि चाहिँ आउने भने एकदम मनलाई शान्ति आनन्द फिल हुने रहेछ यता आउँदा यहाँ गुम्बा के भन्छ यहाँ खोज्न आउनुपर्छ क्या भेटिन्छ होला ए यस्तो दामी छ कसैलाई आउनु मन लाग्यो भने आउँदा हुन्छ बाटो हल्का कति छ तर नि केही छैन एकदम यतिको इजी नै हो हेरौँ न डाँडा चढ्ने बाटो चाहिँ फेरि यस्तो कच्ची रहेछ क्या फेरि माथि फेरि पहिरो झरेर बिग्रेको पनि छ अरे बाटो त खतम हिँड्नु परिगयो नि यस्तै छ बाटो त मेन्स्याम डाँडा जाने बाटो त खतम यस्तो रहेछ कता बाइक कता हो त्यति माथि त हिँड्दै नजाने मा यस्तो छ कहाँ यो यस्तोमा गाह्रो छ गाह्रो बाइक जाँदैन रहेछ बर्खामा पानीले खोलिदिएको रहेछ सबै बाटो चाहिँ के साह्रो बिग्रेको यस्तो ठाउँ त बनाइदिनु पर्छ नि त यार हेर त पानीले खोलेर पुरै यस्तो छ फोटोसोटो खिच्यो अब घर चल्दिनु पर्ने हुन्छ घर त के यता पर गुफा पोखरी भन्ने ठाउँमा जानै बाँकी छ
अब चाहिँ बाटो लाग्यो यहाँ एकदम राम्रो ठाउँ लाग्यो मलाई चाहिँ एकदम यस्तो है एकदम मनलाई शान्त बनाउने ठाउँ बवाल छ। अब जानुपर्ने हुन्छ हामी गुफा पोखरीतिर आधी घन्टा ए यस्तै छ ल लाग्दिएको अब हामी यस्तै छ जिन्दगी। मौसम क्लियर हुँदाखेरि चाहिँ घुम्न डुल्न आउन चाहिँ एकदम राम्रो हुँदो रहेछ। चौरी रहेछ यहाँनिर भनेको त होइन गाई रहेछ। चौरी बाख्रा यस्तै छन्। आएर डङ 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 आएर हान्दैन नि खसी त ठुल्ठुला छ नि त हौ ए माउको रहेछ। ओहो पर क्या दामी देखिँदैछ। ओइ त्यो मङ्गलाबारी हो क्या त्यो परको त? अरे त्यहाँ चाहिँ जानु पर्थ्यो यार एकचोटि। कहाँ हौ त्यो मङ्गलाबारीमा? अनि मङ्गलबारे त गइन्छ नि यहाँदेखि ऊ माथि मन्दिर भनेको मङ्गलाबारी अब सोलिङमा चाहिँ लास्ट गीत हुन्छ लास्ट। अरे रेला गरेको झन्डै ल ह्यान्ड ब्रेक झ्यापझ्यापी अन्त लड्छ केटो अहिले फेरि। थैट यस्तो बाटो भयो बाटो नै यस्तो छ लएर यत्रो खाल्डो दुइटैको फेरि फुट ब्रेक चाहिँ लाग्दैन राम्रो अनि गाह्रो भएन त यहाँ यस्तो छ। पिल्लो छ बाटो धुलो छ बाटो। यस्तो खुल्ला ठाउँमा बस्नु कति मजा हुन्थ्यो होला। के गर्नु आनन्द दिउँसोभरि बस्यो शीतल समाउँछु घर पर्दैन यहाँ बाटै खतम हो। जाड जाड जे चिसो खानु आउने एउटा ऊ बनाउनु पर्ने घर अलिक पछिको यो बाटैभरि हुनै हुन्छ नि रोडैभरि हुनै हुन्छ क्या यहाँ यस्तो चिसो छ आमा मेरो कान त लास्टै चिसो भयो त चौकी भन्ने छ नि त राम्रो खालको। त कतिचोटि आएको चाहिँ एकचोटि कि दुईचोटि आएको छ नि। अब माथि सोलिङबाट कुदाउनु यता डेन्जर बाटो कुदाउनु अरे डेन्जर कुदाउने रिक्स में इक्स है भाइ। हेर न अघिसम्म राम्रो थियो बाटो अहिले धुलो खुवायो यसले आया। यस्तो छ बाटो। अब हामी गुफा पोखरी लगभग पुग्नु आँटेको ट्याक्सी के हो यस्तो दिदीहरूलाई जाडो नभएको जाडो नभएको अरे रे 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 बाटो के खालको बाटो हो यो त ल ल ल ल ल यस्तै छ। गाह्रो छ अब फोन त धुलोले त छाप्पै पो बनाइरहेछ त। यता अगाडि बढीहरू त केही देखिँदैन त भिडियो त कस्तो बनिँदैछ होला क्यामेरै झ्याप्पै बनायो कि यस्तो छ ठाउँ सिन चाहिँ बबाल बजार आइपुग्यो हामी खाजासाजा खाने ठाउँमा। यसो तोङ्बा सोङ्बा छ्याङ स्याङ अनि त्यहाँदेखि सेकुवाहरू हान्ने ठाउँमा
यसलाई यो बजारको नाम के हो भन्दा मङ्गलबारे बजार होला भन्छु म, हो कि होइन? मङ्गलबारे बजार आइपुग्यो होइन? अघि चाहिँ किन मङ्गलबारे बजार भनिस् त? यो मङ्गलबारे बजार होइन रहेछ साथी हो, यो अर्कै कुन बजार रहेछ थाहा छैन। आउनेलाई थाहा भइसक्यो, हामीलाई थाहा छैन। मङ्गलबारे बजार नै हो, बजार नै हो, बजार त हो नि, मङ्गलबारे नै हो। अघि किन मङ्गलबारे बजार होइन भनिस्? यहाँ मेला लाग्दै होला फुटबल, यहाँ चाहिँ मैले यो होला कि होइन? यहाँ तल ग्राउन्ड फुटबल हुँदै होला। कहाँ छैन त भाइ त्यस्तो त। ल यता हाम्रो गाउँ पारीको, यो पारीको हाम्रो गाउँ हो है। आमै कति राम्रै छ हाम्रो गाउँ। छेउछेउ कुदाउनु पनि भित्ता कुदाउँछ, के भन्नु त? यस्तो गडाहरू छ है। पारीको भ्यू देखाउँ है भने त खन्द्राङ र खन्द्रुङको हालेर यस्तो दामी देखिन्छ पारी। ल हेरौँ है हाम्रो गाउँ पारी कस्तो खतरनाक छ। ट्याक्सी छ, यसरी बसहरू जाँदैछ। हाम्रो गाउँ खै ग्राउन्ड यस्तो छ बाटो। अब एकैचोटि गुफा पोखरी पुगेर म त स्टार्ट हान्छु म। अगाडि देख्न सक्नुहुन्छ यहाँनिर घुम्न जानेहरू पनि टन्नै छन् मान्छेहरू। हेर यस्तो छ, घुम्न जाँदैछ मान्छेहरू टन्नै। जाडोमा हिँड्दै बाइकमा जाँदा हिँड्दा ठिक हुन्छ क्या, एकदम चिसो 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 मौसम छ। यस्तै चाहिँ, तर हिँड्दै आउँदा चाहिँ बबाल मजा नै हुन्छ है। धेरैजना मिल्यो यसरी। अनि सक्यो, गाडीको तान पनि सकियो। गाडी कुद्नु मान्दैन, चिसोले होला सायद, कि क्लच प्लेट फ्याँक भयो कि। तान 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 फाइनली हामी गुफा पोखरी आइसकेको। केटाहरू गुफा पोखरी देखेर तर्से। यहाँनिर छ गुफा पोखरीको भाइ सानो सभा पोखरी। कुन त के पोखरी अनि यहाँ पनि छ, माछा छन् होला यहाँनिर। हिमाल छेउको मुला अनि यहाँ त आइफोनले त बबाल फोटो हान्नु त ठाउँमा। भोक लाग्यो क्या तर मलाई लास्ट यस्तै छ बाटो चाहिँ। गुराँसको फुल छ यहाँनिर। अब चैत वैशाखमा फुल्छ, चैतमा फुल्छ। यो रोड पनि खै पानीको छाल जस्तै तल माथि मात्रै छ। पानी परेको बेला आउनु चाहिँ बेफाइदा रहेछ यहाँनिर। बाटो हेलो हुने रहेछ। गुफा पोखरी 0 किलोमिटर के थियो यसले फेरि पानीको छाल जस्तै छ बाटो। यहाँनिर पोखरीमा पुग्ने बेलामा चाहिँ यो बाटो त अप्ठ्यारो रहेछ। अरे रे यो के हो यस्तो? त्यो ठुलो गाडीलाई त मार हुने रहेछ यहाँ। बाइकहरू त जसो तसो कटाउला नि, ठुलो गाडी त गाडी पर्ने रहेछ। ओए काक 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 कौवा कौवा ऊपर देखेको थिइनँ। फाइनली गुफा पोखरी
को त्यो डाँडाको गुराँसको फुल देखिरहेछ। यस्तै छ। अब आयो गुफा पोखरी, त्यो होइन यही हो नि, पोखा गुफा पोखरी आइपुगेको अवस्था। त्यो परको डाँडा चाहिँ के बजार कुन रहेछ? माथि डाँडा मेनश्याम डाँडा हो क्या खै माथि उठ्छु ए लु त्यहाँ जाउँ न त। त्यहाँ गाडी जाँदैन नि त। किन जाँदैन ऊ बाटो? त्यो चाहिँ गुफा पोखरी। यति टाढो दुःख मेहनत गरेर हामी आइसक्यौँ गुफा पोखरीको दर्शन गर्न भनेको त डाँडाल छेल हो छ्याटिका। यस्तो छ हाम्रो गुफा पोखरी। यहाँ पोखरीमा आउने एकदम भिडभाड रहेछ। पर्यटक स्थल भयो यार। उयो त माथि डाँडा मेनसाइम डाँडा रे। गुफा पोखरीमा मान्छेहरू एकदमै धेरै छन्। पर्यटक स्थल पहिला छिरौँ होला हौ। तर यहाँ चाहिँ अब हामी खाजा खानुपर्ने हुन्छ। चिसो च्याङ्ग्राको मासु खानुपर्छ। यही खानुपर्छ। फेरि सुँगुरको त खाँदा कसलाई सुँगुरको खानुपर्छ ल। नखाऊ। छैन ल यहाँ उता यति त हो। यहाँ त थियो एउटा मासु छ दिदी चौरीको। मिठो। यो ठाउँमा आउँदा चाहिँ आगो नै प्यारो लाग्दो रहेछ। आगो बुबा खाजासाजा खाएर अब चाहिँ यहाँनिर गुफा पोखरीतिर प्रवेश गर्नु लाग्यो। यस्तो चिसो नि आमामामा पानी के हो यो? बा यति चिसो पानी कि छक्कै परेँ म। हात एकैछिनमा कक्रा खुक्रु गयो। ब्लड जमाउने रहेछ चिसोले। कुखुराको घाँटी खुइले चाहिँ यसलाई जाडो हुँदैन। यस्तो छ गुफा पोखरी। त्यस्तो अघि अलिक ठुलो पनि ल्याउनु पर्ने थियो। त्यहाँभित्र छिरौँ न। यहाँ त होइन क्या। पैसा बुटुल्नु थाल है। कहाँ भगवान्ले पैसा लान्छ यार? पैसै पैसा हो आमा। हेरौँ न पैसा। बा 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 यति धेरै पैसा। पैसा 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 टिप्नु चाहिँ नटिप्नु। पानी पानी त साह्रै चिसो हो। यस्तै छ गुफा पोखरी। पैसा तैरेको हेर न आमामा। गोजीमा डाम नभएको बेलामा के हो यो? ओए चोख्या चोख्या यिनीहरूलाई पानीमा डुबा न। चोख्याउनु पर्छ क्या। कति पाप गरिरहेको। म त अघि गरेको हो। शुद्ध पानीले। यस्तो छ हाम्रो गुफा पोखरी। मान्छे अघि त थुप्रै थिए। हामी त्यति अघि सुरुमा आउनु पनि पाएन है। जाडो खाजा खानु लाग्यो। अहिले हिँडेको माछाहरू पनि छन्। अरे हेन्छम हेन्छम छन् केटाहरू। कस्तोले क्यामेरा नराम्रो आयो क्या? यस्तो छ। आछु आमा पैसा हो। माछा हो क्या हो यो ठुलो? कि जरा हो? जरा नि यस्तो छ है हाम्रो। यहाँ चाहिँ टक्क लाएर जोडा जोडी आएर घुम्नु पर्ने। यसो रहेछ। यसो जाडोमा गफ गर्दै बस्नुपर्ने खालको ठाउँ रहेछ क्या। हेरौँ न पर पिकनिक आउने पिकनिक छ। तर यो अलिकति उता कछुवा छ जस्तो छ। कछुवा त होइन यो पनि जरा पो रहेछ त हौ। तर कछुवा जस्तै देखिएको क्या। यसो टाउको निकालिराखे जस्तो बवाल छ ठाउँ चाहिँ। तर जाडो लास्टै हो। आम्मामामाम म चाहिँ जाडोले खप्नु पनि सक्दिनँ। चिसो लास्टै भयो।
हात कक्रिएर कस्तो भइरहेछ फोन समाउन पनि गाह्रो भइरहेछ। अब अलिक फोनको क्वालिटी पनि त्यति राम्रो निकाल्दैन कि यो यस्तै छ। गुफा पोखरी हाम्रो निकै छ। पछि चैत वैशाखमा झन् धेरै मान्छेहरू हुन्छ, भिडभाड। तिनचुरे घुम्नु आउनेहरू यता पनि घुम्न आइरहेको हुन्छ, त्यति बेला धेरै भिडभाड हुन्छ टक्क। त्यो छ हाम्रो गुफा पोखरी चाहिँ जाडोबाट लास्टै तनाव दियो। यहाँ केटाहरू पछाडि छ हाम्रो जम्मा 4 जना आएको, 4 जना टोलीमा। यस्तो छ गुफा पोखरीको सिनहरू, भ्यूहरू एकदम दामी छ। यो चाहिँ एकदम धुलो छ बाटोमा, त्यही भएर धुलो छेक्नको लागि सेफ्टीको लागि, आँखाको सेफ्टीको लागि लिएर आएको। बाटो एकदमै धुलो कच्ची छ। यस्तै छ, केही छैन। अब यस्तै हो, अब खाजासाजा खाइहाल्यो, अब घर जानुपर्ने हुन्छ हामी पनि। अब एक दुईवटा यसो सेल्फी हान्ने हो टक्कले, अनि चल्दिने हो साथीहरू। अब लास्टै चिसो छ अहिले, झन् घाम जाँदैछ, झन् गयो भने त झन् खतम हुन्छ बाटो। जाडो धुलो सबै एकैचोटि मिक्स हुन्छ कि खतरा हुन्छ। त्यही भएर अब चाहिँ यस्तै छ। अब उतै माथि डाँडामा जाने हो, डाँडामा गएर फोटोसोटो हान्ने हो। यहाँनिर छ डाँडा, कुन डाँडा होइन भाइ, त्यो थुम्कीमा जाने हो। त्यहाँ गएर टक्क फोटो खिच्ने एक दुईवटा। यो के हो, यो कपाल के गर्दा पनि अलिक नराम्रो मान्छे के गर्दा राम्रो आउँदैन रहेछ। यस्तो छ गुफा पोखरी। अब चाहिँ यो डाँडामा जाने हो, फोटो खिच्दैछ केटाहरू। फोटो खिचेर आउँछ, आएपछि हामी यहाँनिर मेरो पनि एक दुईवटा सेल्फी हान्नुपर्ने हुन्छ। यसो कहिलेकाहीँ यसो राखिराख्नु पर्ने हुन्छ, सम्झनी बिर्सनीको लागि। अब यो त यस्तो चिसो हावा आउँछ डाँडामा, आमा देखिरहेछ केटाहरूलाई यस्तो। ओ तिनजना यो मेरो टोली फोटो हान्दैछ। यहाँ छ के तँलाई देखेर कमेन्ट गरिहाल्छ नि। तेरो नचिनेको कम्ती छ र? तँलाई नचिन्ने को छ र? यस्तो छ गुफा पोखरी भनेको। अब यति नै हो भिडियो भनेको है, जति थियो त्यति हो। तपाईँहरूको साथ सपोर्ट चाहिँ चाहिनु पर्छ क्या यहाँ। फेरि मलाई के भन्छ, लाइक कमेन्ट सेयर चाहिँ हान्नु पऱ्यो क्या, अनि कमेन्ट हान्नु पऱ्यो, सब्सक्राइब चाहिँ हानिदिनु पऱ्यो कि। मेन कुरो त यसो साथ सपोर्ट देखाइदिनु पऱ्यो। सही साथी हो भिडियो है। यहाँनिर हाम्रो एकदम चर्चित केआर सिंह भाइ भेट भएको थियो, अनि फोटोसोटो पनि खिच्यो। यहाँ छ भाइ चाहिँ एकदम चर्चित छ भाइ। मलाई उसको गीतहरू एकदम मन पनि पर्छ। कितना दानी तपाईँले अघि खिचेँ त मैले त फोटो 2-4वटा खिचिहाल्यो, भरे स्टोरीमा हालिन्छ। यस्तै छ, केआर सिंह भाइसँग भेट भयो। मलाई थाहा थियो यहाँ छ भन्ने चाहिँ आइरहेको रहेछ। भाइ पनि ठिक्क भेट भएको, त्यही गाउँकै हो हुनु त। ओके ल, अब घर फर्किनु आँटेको हामी। तर घर फर्किनु भन्दा नि अब हामी टक्क औ माथिको डाँडा, मेन्सायम डाँडा भन्नेमा जाने कुरो भयो हामी। फेरि अब त्यहाँ जाने कुरो छ। जाने भने यिनीहरूलाई होइन भने छोडिदियो। त्यो डाँडामा जाने कुरो थियो, के भन्छन्। अब कोही चाहिँ गइँदैन, होइन भने घर लागिन्छ। अब ओह्रालो खन्द्राङ र खुन्द्रुङ लागियो मेन्सायम डाँडातिर। अब मेन्सायम डाँडामा पुग्ने टक्क हेर्ने कहाँ कस्तो भ्यू देखिँदो रहेछ। खतरनाक देखिन्छ कि कतै है। आइसकिहाल्यो, यहाँ आइपुगेपछि त्यति नजिक किन नजाने भन्ने कुरो भयो। त्यही भएर अब हामी चल्देको चलो पड्काएर आउँदैछ। त्यस्तै छ खतरनाक। पोखरी त अझ कहाँ हुसिया लाग्यो, तर पोखरी आज काम राम्रो देखिँदैन।